हरे कृष्ण एभ्रिवान, के छ हजुरहरूको खबर? हजुरहरू सबै सन्चै आरामै हुनुहुन्छ। अनि आज चाहिँ म आफ्टर लङ टाइम कुकिङको भिडियो लिइरहेको छु। अनि म यो बस्ने एरियातिर चाहिँ अलिकति साउन्ड चाहिँ अलिकति डिस्टर्बिङ छ नि त, अनि त्यही भएर अलिकति कस्तो कस्तो साउन्ड आउँछ होला हैन, अनि त्यही पनि सुनिदिनुहोस् ल। अनि आज चाहिँ मैले कसरी बनाउने भन्दा पनि हामी अरू कुरा गरौँ न। जस्तो कि अब सेल्फ ग्रोथको लागि हजुरहरूले के गर्नुभएको छ, हजुरहरूलाई कस्तो कस्तो भिडियोहरू बनाउन मन लाग्छ हैन, अनि यस्तै कुकिङको भिडियोहरू बनाउनुहुन्छ होला हैन। मसँग त सिम्पल स्टुडेन्ट मान्छे, सिम्पल मोबाइल छ हैन, अनि यसमा चाहिँ कति धेरै सेटिङहरू हुन्छ के गर्ने कसरी गर्ने हैन। अनि मलाई चाहिँ त्यसको बारेमा के पनि थाहा छैन कि, अब नयाँ नयाँ छु नि त, अनि आफूलाई अब मन लागेको कुराहरू चाहिँ गर्नुपर्छ जस्तो लाग्छ, त्यही भएर मैले चाहिँ यो स्टार्ट गर्न लागेको हैन। अनि सुरुमा त भ्युजहरू पनि कम आउँदो रहेछ हैन, अनि मेरो त सब्सक्राइबर पनि एकदमै थोरै हुनुहुन्छ कि, खै किन हो सबैमा पुगेको छैन होला है। अनि यो युट्युबहरूको सेटिङहरू चाहिँ के कसरी गर्नुहुन्छ हजुरहरूले हैन, अनि त्यो कुराहरू पनि मलाई यस्तो जान्नु मन थियो। अनि हजुरहरूले त्यो पनि कमेन्ट गरिदिनु होला। अनि अब यो भिडियो चाहिँ कतिसम्म पुग्छ होला है, यदि हजुरले भिडियो दिनुहुन्छ हुन्छ नि, म नयाँ हो नि त, त्यही भएर हजुरहरूले सेयर गरिदिनु होला, धेरै म्याच पुऱ्याउन सहयोग गर्नु होला। हामीले एकअर्काले सहयोग गऱ्यो भने त पुग्ने हो नि त। अनि सँगसँगै जस्तो यो एडिटिङहरू हजुरहरूले कसरी गर्नुहुन्छ, मलाई त एडिटिङहरू पनि केही पनि आउँदैन, कताबाट गऱ्यो भने मजाले सिक्न सकिन्छ। अब यो चलाइराख्ने मान्छेलाई त थाहा हुन्छ नि त। अनि मलाई चाहिँ कुकिङमा चाहिँ एकदमै नयाँ नयाँ डिसहरू ट्राई गर्न, नयाँ नयाँ रेसिपी बनाउने ट्राई गर्ने, अनि ट्राई गर्दाखेरि त्यो चाहिँ मैले पकाएको अथवा मैले ट्राई गर्ने रेसिपीहरू चाहिँ सबैसँग के सबैको सामु पुऱ्याउन चाहिँ एकदम मनपर्छ कि, किनभने क्विक तरिकाले हुन्छ। अब कति धेरैलाई ओनियन गार्लिक बिनाको अथवा बिनाको विदाउट ओनियन गार्लिक पनि खानु मन लाग्छ नि त। अनि त्योमा चाहिँ हामीले कति धेरै बनाउन सक्छौँ कि, हामीलाई थाहा नै छैन कि। हाम्रो कन्सेप्टमा चाहिँ के हुन्छ भन्दाखेरि ओनियन गार्लिक नराखिकन त मिठै हुँदैन होला भन्ने जस्तो लाग्छ कि, त्यस्तो हुँदैन। ओनियन विदाउट ओनियन गार्लिक पनि यति मिठो हुन्छ, झन् मिठो हुन्छ कि। अब जस्तो खाने नखाने त सबैको आफ्नो कुरा हो। मैले चाहिँ हजुरहरूलाई मैले नखाएको भए नखानु भन्न खोजेको होइन, तर आफ्नो हजुरलाई इच्छा लाग्छ भने खानु, मलाई चाहिँ मन पर्दैन, म खाँदिनँ हैन। त्यही पनि मैले चाहिँ ट्राई चाहिँ गर्नु, टेस्ट गर्न मिलिहाल्यो नि त। हामी त कति धेरै नयाँ नयाँ कुराहरू टेस्ट गरिरहेको हुन्छ, हजुरहरू पनि टेस्ट गर्नु न, यही रेसिपी अनुसार अथवा यसै गरी अन्तबाट नि पाउन सक्नुहुन्छ, अथवा आफ्नो केही एड गरेर टेस्ट गरेर खाने गर्नु न हैन। त्यसपछि हजुरले आफै थाहा पाउनुहुन्छ कि कस्तो फरक हुन्छ भनेर। अब हामी त त्यही त हो नि, नयाँ नयाँ कुराहरू ट्राई गर्ने, अनि त्यसपछि त्यसलाई चाहिँ अरूलाई खुलाउने। अझ मेन त कतिजनालाई चाहिँ कस्तो मनपर्छ कि, जस्तो म जस्तै हुनुहुन्छ होला जस्तो लाग्छ कि कतिजनाजना हैन, त्यसो यिनीहरू मनपर्ने। अब हेर्नु यति लामो भिडियो छ, म के बोल्ने भइरहेछ, अनि अकमकिरहेको पनि। अब हजुरहरू पनि बनाएर खानु होला। बाई बाई।